रुन्टीगढी गाउँपालिका वडा नम्बर 8 सानो लिबाङ रोल्पा निवासी ईश्वर बस्नेतले गत वर्ष रोजगारीको सिलसिलामा भारतमा लडेर आफ्नो ढाडको मेरुदण्डमा समस्या आयो, फ्र्याक्चर भयो। त्यसपछि उहाँ आजीवन शारीरिक हिसाबले अशक्त बन्नुभयो र उहाँको लागि अपाङ्ग मैत्री शौचालयदेखि उहाँको घरमा उहाँलाई सहजता प्रदान गर्नको निमित्त वडा अध्यक्ष तुलसी पुन रुन्टीगढी गाउँपालिका वडा नम्बर 8 की वडा अध्यक्ष तुलसी पुनले सामाजिक अभियानको थालनी गरेर उहाँका लागि अपाङ्ग मैत्री सार्वजनिक शौचालय लगायत घरका अन्य भौतिक कुराहरू उहाँका लागि सहज होस् भनेर बनाइदिँदै हुनुहुन्छ। अध्यक्षज्यू, सबभन्दा पहिला दाइसँग कुराकानी गरौँ। तपाईँलाई स्वागत छ होली खबरमा। दाइ नमस्ते, स्वागत छ तपाईँलाई पनि होली खबरमा। आरामै हुनुहुन्छ दाइ? आरामै छु। हजुरको परिचय सहित तपाईँलाई चाहिँ भएको के हो समस्या त्यो भनिदिनुहोस् त दाइ। मलाई अब खुट्टाहरू मेरो नाम ईश्वर बस्नेत, रुन्टीगढी गाउँपालिका वार्ड नम्बर 8 सानो लिबाङ हो मेरो घर। वर्ष मेरो 38 वर्ष भए। अब मेरो खुट्टाहरू चल्दैनन् अनि यसको अब व्हिलचेयरको सहाराले म हिँड्नु परेको छ। अब ठिकै छ, त्यही पनि अध्यक्षज्यूले चाहिँ धेरै साथ सपोर्ट गर्नुभयो म माथि। अनि उहाँले चाहिँ अब म नमरुन्जेलसम्मको गुण चाहिँ उहाँले लगाउनु भएको छ। अध्यक्षज्यूले के गरिदिनु भयो तपाईँको मुखबाट सुनौँ। मलाई समस्या यो भित्र बाहिर गर्नलाई, व्हिलचेयरबाट भित्र बाहिर गर्नलाई असहज भएको थियो। त्यो सहज चाहिँ उहाँले बनाइदिनु भयो, सजिलैको हिसाबले हो अथवा के को हिसाबले बनाइदिनु भयो, राम्रै बनाइदिनु भएको छ। अहिले चाहिँ अब सिमटहरू अनि ढुङ्गाहरू खेरेर अनि बालुवाहरू लिएर अब टोइलेटको लागि पनि शौचालयको लागि पनि अब सिटहरू किनिदिनु भएको छ। अब बनाइदिने क्रमहरू जारी नै छ। अब अहिले आज मिस्त्री नआएको हिसाबले अझै 2-4 दिन टाइम लाग्छ। त्यसको लागि नै अब तपाईँको अलिकति यो जानकारी आम दर्शकमा आज पनि साझा गरौँ त। घटना भएको चाहिँ के थियो, कसरी चाहिँ यो अवस्था भयो, समस्या केमा छ खास? बाटोको काम गर्दाखेरि बाटोमा लाग्ने ढुङ्गा निकाल्ने क्रममा लडेर नै मेरो डन्डो भाँचिएको। यो भएको घटना चाहिँ भारतको पौडी गरवाल भन्ने ठाउँमा श्रीनगरदेखि माथि। त्यसपछि आएर उपचार गर्नु भएन तपाईँ? उपचार त तपाईँको थेरापी उता इन्डियामा ठेकदारले चाहिँ ऊ गर्थ्यो, अपरेसन मात्रै गर्थ्यो। अनि गरिदिएर 1 महिना जति इन्डियातिर बस्यो। त्यसपछि यहाँ घर आइयो, घर आएर 2-3 महिना जति यता घरतिरै बस्यो। त्यसपछि काठमाडौँ जाउँ हस्पिटल भनेर गएको। अनि उता एमआरआई गरेर हेर्दाखेरि नसा च्यापिया छ, थेरापी गर्नुपर्छ भनेर डक्टरले भनिदिएपछि अनि थेरापीमा 2 महिना बस्यो। अनि 2 महिनापछि अब आएर अब अध्यक्षज्यूसँग कुरा राख्यो के गर्नुपर्छ। मेरो चाहिँ अब एक त जग्गा पनि छोटो भएको मान्छे, एक त यही मेरुदण्ड भाँचिएर अब टोइलेट बनाउने ठाउँ नै छैन, कुन तरिकाले बनाउँदा राम्रो होला, के होला, सल्लाह सुझाव दिनु पर्यो भनेर। अब डक्टरले के, अस्पतालले के भन्छ? अब आजीवनै हो यस्तो? अब लाग्यो भने 2-4 वर्षपछि लाग्न सक्छ, नलाग्न पनि सक्छ। यो चाहिँ नि अब तपाईँको नसा च्यापिया छ, थेरापीमा अब 2 महिना गरिसक्यो। 2 महिना गरिसकेपछि अब आउने थेरापी तपाईँको 1-1.5 महिनामै आइहाल्छ नसा। यति नआउने भयो भने 2-4 वर्ष पछाडि पनि आउन सक्छ, नआउन पनि सक्छ। यसको कुनै ग्यारेन्टी छैन भनेर त्यही भने हैन? हजुर। वडा अध्यक्ष हजुर, तपाईँले दाइको लागि चाहिँ होइन के भएको थियो? उहाँले चाहिँ वडामा पनि बजेट माग गर्न जानुभएको थियो, अपाङ्ग मैत्री शौचालयको भन्ने कुराहरू खुलाउनु भएको छ सामाजिक। वडामा जाने कुरो त भएन। उहाँको अवस्था यस्तो भइसकेपछि हामी बस्ती स्तरको योजना छनौटमा यही गाउँमा आएका थियौँ। त्यति बेला म यहाँ दाइलाई भेट्न आएको थिएँ। मेरो लागि पनि बजेट बनाइदिन्न, एउटा चाहिँ मलाई टोइलेट गर्न एकदमै गाह्रो हुने भयो। यो समस्या 1 दिन 2 दिनको होइन होइन। मैले चाहिँ घडी हेरेर टोइलेट बस्नुपर्छ। त्यो भावनाले यहाँ चाहिँ टोइलेट, पहिलाको टोइलेट यहाँ तल छ। यो ढेकमुनि भावनाले जान सक्ने र आउन सक्ने पनि भएन। र अर्को हामी बस्ने नर्मल टोइलेटमा पनि उहाँ बस्न सक्ने अवस्था भएन। नभइसकेपछि उहाँको अवस्था देखेर साह्रै चाहिँ दया लाग्यो। त्यति बेला मैले दाइलाई भनेर गएँ, अब मान्छेहरूले एउटा व्यक्तिको लागि चाहिँ बजेट बनाउन मिल्दैन दाइ, म जसरी भए पनि जनसरमदानबाट तपाईँलाई सजिलो हुने गरी टोइलेट बनाउँछु भनेर गएको थिएँ। पछि बर्खा लाग्यो, असारको महिना हो त्यो कुरा भएको होइन। अनि असोज कार्तिक लागेपछि छिटै आउँला भनेको भएन। अलि पछि आएर हेर्दाखेरि यो ठाउँ पनि रहेनछ, यो जग्गा पनि उतातिर थोरै पनि आफ्नो नभएको, उता पनि आफ्नो नभएको, घरदेखि अगाडि फेरि यो यति अग्लो वाल रहेछ होइन। त्यसपछि यो बलेनी चुने ठाउँभरि
हल्का चाहिँ उहाँ सरेर व्हिल चेयर लगेर त जान मिल्ने यो ठुलो स्पेस नभए हुनाले ढोकाबाट आफै भित्र जान नमिल्ने फेरि यस्तो अप्ठ्यारो उकालो थियो त्यो भावनाले हेरिसकेपछि यो अलि चाहिँ उहाँ दाइलाई सजिलो होस् भनेर यो बाटो चाहिँ वाल उठाछौँ हामीले त्यही भएर यो राम्रो देखिया छ एकदम अहिले बनिया छ राम्रो भएको छ अनि पहिला चाहिँ के थियो उहाँलाई चाहिँ यो व्हिलचेयरमा हिँडडुल गर्न पनि समस्या थियो रे भन्ने छ समस्या नै थियो हाम्रो जानकारी अनुसार व्हिल चेयरबाट भित्र आउन जान नसक्ने अब बाहिर आइसकेपछि बाहिर बसिराख्नु पर्ने थियो होइन त्यस्तो थियो त्यस्तो थियो भित्र जाँदाखेरि चाहिँ दिदी घरमा भएको बेला बोकेर लाने बाबुहरू मात्रै नानीहरू मात्रै भएको बेलामा त्यो उकालोबाट बेसै गरी ढकेलेर दुई भाइनाले चाहिँ भित्र बाहिर गराउनु हुने रहेछ नत्र भने बाहिर निस्केपछि त मान्छे नभइसकेपछि बाहिर बसिराख्ने त्यो पानी परेको बेला होस् घामले पोलेको बेला होस् होइन जुनसुकै अवस्थामा पनि बाहिर बसिराख्ने जुन गरिदिनु भयो उहाँको लागि एउटा अपाङ्ग मैत्री होइन फरक क्षमता भएका मान्छेहरूलाई पनि उहाँहरूलाई मानवीय पीडा जति छ त्यसलाई चाहिँ सहयोग गरौँ आफ्नो तर्फबाट समाधान गरौँ कम गरौँ भनेर लाग्नुभयो यो वडापालिकाबाट निर्माण गर्नु भएको छ कि सामाजिक अभियानबाट हो सामाजिक अभियानबाट चाहिँ गरौँ भन्ने हो अब एकदम यहाँ काम लागिसकेपछि मैले योभन्दा पहिला दाइसँग फोटो खिचेर यस्तो चाहिँ योजना बनाएको छु भनेको थिएँ त्यसमा चाहिँ धेरै चाहिँ सकारात्मक कमेन्टहरू आएका थिए होइन त्यसले पनि मलाई अझ ऊर्जा थपेको थियो त्यसपछि अब काम लाग्ने है भन्दाखेरि मैले चाहिँ ढुङ्गा बोक्नलाई ट्र्याक्टर पठाइदिएँ बालुवा ल्याउन लगाएँ यहाँका चाहिँ अन्य सामग्रीहरू ल्याउन लगाएँ तर यहाँ आएर के छ काम लाग्नुहोस् भन्न चाहिँ मलाई फुर्सदै भएन के त्यही भएर मिस्त्रीहरू लाग्नु भएको छ आज हो एकदमै घरको वडाको सबै ठाउँमा जिम्मेवारी ल्याउँदाखेरि त्यो जिम्मेवारीले गर्दाखेरि यहाँ आउन पाइएको थिएन दाइसँग चाहिँ दिनकै हाम्रो कुरा हुन्छ के काम भइरहेको छ के सामग्रीको आवश्यकता छ फोनमा कुरा हुन्छ अनि दाइले चाहिँ यस्तो सामान चाहियो है बहिनी भन्नुहुन्छ अनि मैले चाहिँ तपाईँले एउटा कुरा भनिदिनुहोस् यो दाइको चाहिँ होइन टोयलेट अब उहाँलाई के अरे त्यो उपयुक्त हुने टोयलेट लगायत यो जुन डिबिसी गर्नुभएको छ एउटा आँगन पेटीहरू पनि ठुलो निकालिदिनु भएको छ त्यो सबै गर्नलाई चाहिँ कति खर्च लाग्ने जस्तो तपाईँको अनुमान छ खर्च धेरै लाग्छ होइन कममा पनि 1.5 लाख लाग्छ भन्ने मेरो आकलन छ अहिले चाहिँ अहिलेसम्म कति सहयोग पाउनुभयो त्यसमा सहयोग अहिले त्यसरी आएको छैन होइन आउने गर्छौँ भन्ने गरिराख्नु भएको छ यो सहयोग गर्नुपर्छ है भन्नेतिर म लाग्नै भएको छैन आफै हाल्नु भएको छ अहिले यसमा मैले सबै आफै हालेको छु यो 12 बोरा चाहिँ सिमेन्ट सहयोग आछ रोल्पा जिल्लाको चाहिँ हाम्रो मिलन डाङ्गी भन्नेले गर्नु भएको छ उहाँलाई चाहिँ यहीँबाट पनि धन्यवाद दिन चाहन्छु अनि अर्को इटा चाहिँ सहयोग गर्नु भएको छ मोहन घरतीले हाम्रो यहाँ 8 नम्बरमा जन्म भएर तुलसीपुर 19 मा अहिले उद्योग खोलेर बसिराख्नु भएको छ होइन इटा उद्योग खोल्नु गर्नुहुन्छ उहाँ दाइले सहयोग गर्नु भएको छ इटा एकदमै आभारी छौँ अझै पनि इटाको काम भएको छैन यहाँ तपाईले चाहिँ बालुवा हैन गिटी इटाको काम भएको छैन बरु ढुङ्गा चाहिँ धेरै लाग्यो यसमा यो वाल यति अग्लो छ होइन त्यो त्यसपछि त्यही भएर हामीले यसमै छौँ इटा चाहिँ आइसकेको छ इटाको काम चाहिँ भित्र प्लास्टर गरिसकेपछि गर्ने कुरा छ भनेपछि दाइ तपाईँले कहिले सोच्नु भएको थियो मेरो लागि होइन वडा अध्यक्षज्यूले यति राम्रो काम गरिदिनुहुन्छ होला भनेर नै अब भनौँला अब गरे पनि ठिकै छ नगरे पनि अब के गर्ने अब यस्तै अब गरिदिनुहुन्छ होला भन्ने लागेको थियो कि छैन अब मेरो हिसाबले त लाग्न चाहिँ लागेको थियो अब गर्नुहुन्छ होला उहाँले चाहिँ अब जमानमा नहार्ने मान्छे हो होइन अब गर्दिन बोल्दिन नबोल्ने बोलेपछि गरी पुर्याउने रानीबास खोलाको पुल पनि बनाउनु भएको छ आशा पला अझ पहिला कुरा त दाइलाई के लागेको थियो भने यो व्यक्तिगत रूपमा सामाजिक अभियन्ताका रूपमा नभएर मलाई चाहिँ बजेटै पारिदिनुपर्छ भन्ने सोच उहाँको थियो अब त्यो फेरि अब उल्टो भइदिसकेपछि त्यो हुँदैन भनेर यसरी गरेको जसरी पनि उहाँलाई सहज होस् भन्ने उद्देश्यले अनि यसमा तपाईँले चाहिँ यो अभियान अगाडि बढाउँदाखेरि होइन यति राम्रो पुण्य कर्म एउटा पवित्र कर्म अब मान्छेलाई समस्या पर्दाखेरि मान्छेको हिसाबले मानवताको हिसाबले आफ्नो पदीय जिम्मेवारी र कार्य सम्पादनको दायरा भन्दा पनि माथि उठेर काम गर्नु भएको छ अध्यक्ष त्यसमा चुनौती पनि छ तपाईलाई छ नि चुनौती त किन नहुनु हैन सबै कुरा हरेक गर्नुमा भने अब इटा आयो भन्नुभयो अरु सिमेन्ट आयो उठेन भने त तपाईले हाल्नु पर्ला नि अध्यक्ष 1.5 लाख हो त नि हाल्नु परिहाल्यो नि साउ ठग्नु भएन हैन
हाल्नुपर्छ जोखिम उठाउनु तर त्यस्तो नपर्ला भन्ने हो सहयोग गर्ने मान्छेहरू थुप्रै हुनुहुन्छ होइन यहाँ चाहिँ हामीले सहयोग माग्ने सहयोग गर्नु पर्यो है भनेर सहयोगी दातासँग हामी पुग्नै नसके मात्रै हो सम्मान छ तपाईँलाई होइन दाइको लागि व्यक्तिगत तौरबाटै होइन एउटा आर्थिक जोखिम आर्थिक अब एउटा के भन्छ त्यो रिस्क ल्याएर काम गर्नु भएको छ वडा अध्यक्षज्यू होइन दाइ अब अहिले यो पिँढीहरू आँगनहरू तपाईँको निर्माण भएपछि पहिलाको भन्दा अहिले चाहिँ के फरक भएको छ के सजिलो भएको छ तपाईँलाई अलिक सजिलो महसुस भएको छ कि छैन धेरै सजिलो भएको छ पहिलाभन्दा धेरै सजिलो भएको छ है अब आफै भित्र बाहिर गर्ने बाहिर गर्ने जाने भएको छ अब चलाउँदा यहाँ व्हिलचेयर चलाउँदाखेरि लोटौँला भन्ने डर भएन आफै व्हिलचेयरमै हिँड्नुहुन्छ यसको आधा बढाएछ क्या उतातिर वाल भइसकेपछि त राम्रो थिएन यो वाल लगाएर अहिले ठुलो बनाउँदा छ हैन पहिलाको त ठ्याक्कै डबल भनौँ न पहिला अनि अध्यक्षज्यू उहाँको लागि शौचालय कहाँ बनाउँदै हुनुहुन्छ हेर्न जान सक्छ एकछिन दाइ सहित दाइ पनि जान सक्नुहुन्छ हैन हामीसँग ल जाउँ आफै यसरी हिँड्नु हुँदै छ हैन ईश्वर दाइ चाहिँ अहिले पहिला चाहिँ यो पिँढी चाहिँ यहाँबाट रहेछ यो व्हिलचेयर हिँड्न पनि गाह्रो हुने हैन यतैबाट थियो बिस्तारै उहाँ चाहिँ व्हिलचेयरबाट हिँड्नुहुन्थ्यो तर अनि त्यहाँ तलबाट वाल उठाइदिनु भयो पुरै यो वाल चाहिँ तलबाट उठाइयो के हैन अनि फेरि के भयो भने यहाँ चाहिँ बर्खा मासमा पानी जाग्ने त्यो भावनाले यो बीचमा फेरि सिमेन्ट राख्नु पर्ने भयो त्यही भएर अहिले चाहिँ यो वाल राम्रो लागेछ अनि पुरानो शौचालय चाहिँ यहाँ रहेछ यो शौचालयमा दाइ कसरी जानुहुन्थ्यो त यति मुनि हजुर नाइ जाने कुरै भएन त्यहाँ जान नसक्ने र त्यहाँ गइसकेपछि हजुर हजुर भएन त्यहाँ गए पनि बस्न नसक्ने अवस्था भयो नि अब अहिले यहाँ भित्र पनि टिपिसी गरिदिनु भएको छ अहिले भर्खर गर्नु भयो पनि यही आँगनसँगै यही आँगनसँगै हो ल एक राउन्ड जाउँ न त भित्र पनि हेरौँ के छ यो ढोकाल अलिकति चापिया छ त्यसलाई अलिकति ढोकाल दिनुपर्छ यो बनाउने भएको छ त्यो टिपिसी अलिकति अग्लो अहिले त्यसो अहिले जान सक्नुहुन्न अहिले त भनेपछि अध्यक्ष के हुँदैछ यहाँ यो कोठामा चाहिँ अब यो के गर्ने भने यो ढोकालाई मिलाउने राम्रैसँग भित्र बाहिर गर्ने गराउने लाग्ने बनाउने यो टोयलेट सिट हो हिजो ल्याएको यो चाहिँ टोयलेट सिट यो टोयलेट सिट हो त्यसपछि के भयो भने यो कोठामा पहिला गाई बस्ने रहेछन् हजुर अनि मैले यहाँ आएर हेरिसकेपछि हो यहाँ गाई बस्ने रहेछन् होइन उतातिर मान्छे बस्नु हुँदो रहेछ यो यतातिर हेरिसकेपछि मैले बाहिर बनाउने टोयलेट भनेर सोचेको थिएँ अहिले हेर्दाखेरि त ठाउँ रहेनछ बाहिर होइन त्यो भावनाले र अब यो अनुसारको यो भूगोल अनुसारको संरचना बनाउन अपाङ्ग मैत्री शौचालय पनि एक कोठामै अट्याच गर्ने हो यहाँ अनि उहाँ दाइलाई के गर्ने भने मैले भने अब यहाँनिर चाहिँ राम्रो बनाऊ गाईलाई बाहिर बसालौँला होइन गोठ बनाउने त्यसपछि यहाँनिर गोठ पनि तपाईले नै बनाइदिने हो गोठ बनाउने चाहिँ अब ठुलो बनाउन सकिँदैन टिन ल्याएर टिनले चाहिँ छाउला भन्ने कुरा भएको छ दाइको र मेरो हो त्यो पनि गरिदिने हो त्यसपछि गाईलाई बाहिर सारेर अनि यहाँ दाइको कोठा बन्छ यहाँनिर चाहिँ टोयलेट बन्छ यहाँ लगाउनलाई हामीले इँटा ल्याएको छौँ यहाँ टोयलेट बन्छ अनि ढोका पनि बनाउने अर्डर गरेका छौँ बन्यो भने यहाँबाट तल चाहिँ पहिलाको टोयलेटको खादलमा सम्म चाहिँ पाइप लानलाई लामो पाइप ल्याछौँ त्यसो यो कोठामा हुँदैछ अहिले यो प्लास्टर पनि हुँदैछ यो प्लास्टर हुँदैछ भर्खरै हुँदैछ त्यसो भए भनेपछि दाइको लागि कोठा चाहिँ राम्रै बन्ने भयो राम्रै प्लास्टर भएको हैन राम्रै बन्ने भएछ राम्रै बनाइदिउँ न यो त सधैँभरिलाई हो हैन त्यो भावनाले यो प्लास्टर गरिसकेपछि कस्तो हुने भयो भने यो टोयलेट यहीँ भयो भने एकदमै राम्रो हुने भयो अब राम्रो मान्छेहरू यहाँ सक्ने मान्छेहरू तल टोयलेट छँदैछ गइहाल्नुहुन्छ दाइको लागि मात्रै भनेर बनाएको राम्रै बनाएको लागेका छौँ ल आउनुहोस् अब थप कुरा दाइसँग पनि गरौँ सिमेन्टहरू पनि लिएर राख्नु भएको रहेछ टोयलेट सिट पनि सबै आइसकेको अवस्था रहेछ अनि यताबाट यो वाल पनि देखायौँ हामीले वाल त यहाँबाट देखाउनुपर्छ राम्रो हुन्छ अग्लो छ यताबाट अग्लो ऊ त्यहाँ गएर देखाइदिनुहोस् त हाम्रो क्यामेराम्यान साथी तलबाट देखाइदिनुहोस् वाल चाहिँ वडा अध्यक्षहरूले उठाइदिनु भएको वाल चाहिँ यहाँ मुनिबाट छ यो कति फिट जति होला यो त होला 10-12 फिट भन्दा बढी कति फिट होला यो लम्बाइ त लगभग 40 फुट छ हजुर लम्बाइ 40 हजुर नजर दाइले चाहिँ 35 फुट नाम्नु भएको थियो तर अलिकति लामी बनाउँदा राम्रो होला भनेर उहाँले नै अलिकति लामो बनाए पनि केही फरक पर्दैन यहाँ यो तरिकाले लगाउनु भनेर नजर दाइले भन्नुभयो अनि त्यतिखेर चाहिँ अब हाम्रो भनेपछि अब तपाईलाई त सजिलो हुन्छ होला है पहिलाको भन्दा पहिला जुन पीडा भोग्नु भएको थियो हजुर हजुर एकदम सजिलो हुन्छ अब टोयलेट पनि तपाईको भित्रै हुने भयो शौचालय पनि हजुर 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 के भन्नुहुन्छ तपाईले हाम्रा
आम दर्शकहरू जसलाई अब वडा अध्यक्षज्यू लगायत अब देश विदेशबाट तपाईँलाई जसले हेरिराख्नु भएको छ त्यसलाई के भन्नुहुन्छ दाइ? यति बेला अब जसले मलाई हेर्नु भएको छ अनि हाम्रो अध्यक्षज्यूहरूले अनि सबैले मैले अब सबैले चाहिँ अब सक्दो सहयोग गरिदिएकोमा धेरै धेरै धन्यवाद दिन्छु। अब यति बेला अब सबैले अब मलाई साथ सपोर्ट दिनुभयो अनि अब म त मर्छु नै जस्तो लागेको थियो पहिले नै। अब यस्तै अब मर्छु कि हो मलाई त कसले साथ सपोर्ट देला भनेर धेरै रहेको थियो। पछि चाहिँ मलाई जो हस्पिटलमा पठाउँदाखेरि नै अध्यक्षज्यूले नै मलाई साथ सपोर्ट दिनुभयो क्या। तुलसीपुनले हजुर तुलसीपुनले नै हस्पिटलमा पठाएर बनेपामा जाँदाखेरि पनि उहाँहरूले चाहिँ मलाई अब साथ सपोर्ट दिनुभयो। अनि एउटा अब सिजल दाइले पनि धेरै धेरै धन्यवाद दिन्छु। हजुर हजुर उहाँले पनि अब साथ सपोर्ट सहयोग दिनुभएको छ। उहाँले पनि यस्तो ठाउँ जाऊ यो गर यो तरिकाले बनाऊ भनेर उहाँले पनि गर्नुभयो। हाम्रो लगायत अरू ज्यादा धन्यवाद त मैले किनभने हाम्रो अध्यक्षज्यूले दिन्छु। अध्यक्षज्यूले चाहिँ धेरै अब म प्रति धेरै एकदम गुणहरू लगाउनु भएको छ। उहाँलाई धेरै धेरै धन्यवाद। अनि त्यसपछि लगायत अब मलाई जसले जहाँ जहाँबाट हेर्नुहुन्छ उहाँहरूले चाहिँ नि अब सक्दो सहयोग चाहिँ मेरो यस्तो अवस्था छ। अब बच्चा बच्चीहरू अब पढ्दैछन्। अब म कमाउने मान्छे भनेको अघिल्लो मान्छे म यस्तो भइहालेँ। तापनि अब मेरो छोराछोरीहरूलाई चाहिँ पढाउने लेखाउनेको लागि चाहिँ अब जे जस्तो भयो नि अहिले त्यो साथ सहयोग मिल्यो भने राम्रो वातावरण मिल्ला भन्ने आशा गरेको छु। यही नै हो। अहिले खुसी हुनुहुन्छ? अहिले चाहिँ खुसी नै छु। ठिक छु। वडा अध्यक्ष तुलसी पुन, तपाईँलाई आज पनि त्यही प्रश्न फेरि गर्न चाहन्छु। यो आफ्नो पदीय जिम्मेवारी एकातिर छ, त्यो पदीय जिम्मेवारीको होइन व्यस्तता भनौँ होइन, अब यो भौगोलिक विकटता पनि त्यस्तै छ। त्यो सबै कुराबाट फेरि माथि उठेर तपाईँलाई यस्ता कार्यहरूमा मैले सहयोग गर्नुपर्छ व्यक्तिगत तवरबाट भए पनि भन्ने प्रेरणा चाहिँ कहाँबाट आउँछ तपाईँलाई? यो कसरी आउँछ भन्दाखेरि उहाँको समस्या हुन्छ होइन, दया लाग्छ। जसरी भए पनि उहाँलाई मेरा कारणले मैले गर्दाखेरि केही सहयोग भयो भने उहाँले अलिकति सहयोगको चाहिँ आभास गर्नुभयो भने राम्रो होला भन्ने लाग्छ। त्यही भएर अब मैले त उहाँलाई सहजै रूपमा तपाईँलाई एउटा टोयलेट बनाउनको लागि हामीले चाहिँ बजेट विनियोजन गर्न मिल्दैन दाइ, हुँदैन भनिदिएको भए पनि सकिन्थ्यो होइन। तर मैले मलाई के लाग्यो भने यहाँ आएर हेर्दाखेरि सजिलै रूपमा भित्र जान पनि नसक्ने, कहिले त पानी आउँछ मान्छेलाई, कहिले घामले पोल्छ, कहिले शीतलमा जाउँ भन्ने होला, कहिले चाहिँ मान्छेलाई यस्तै हो। अब हामी राम्रो नर्मल हुँदा पनि कति समस्या हुन्छ होइन। उहाँ त अझ अशक्त मान्छे, त्यसमा पनि उहाँले चाहिँ सोच गर्दाखेरिका समस्याहरू सुनाउनु भयो मलाई। मलाई त यस्तो चाहिँ समस्या त त्यो सुन्नेलाई भन्दा पनि भोग्ने जसले भोग्छौलाई अझ बढी बोध हुन्छ। उहाँको त आफ्नो भोगाइ सुनाउनु भएको थियो मलाई। यस्तो भइसक्यो, यस्तो हुन्छ भने मैले गर्दाखेरि उहाँलाई यति एउटा कुरामा पनि सहज भयो भने उहाँको दैनिकी चाहिँ क्रियाकलापहरू अलि सहज रूपमा चाहिँ यापन गर्नु होला भन्ने लागेर यो योजना चाहिँ थालियो। योजना थालिसकेपछि एकदमै टाढा भयो कि यहाँ तपाईँले पनि देख्नु भएको छ होइन। यो 8 नम्बर र 7 नम्बरको करिब करिब सिमानामै पर्छ। त्यो हुनाले छिट्टै चाहिँ एकछिन गएर आउँ है भन्न पनि भएन। यहाँ आएर मैले त के कममा पनि 5 दिन त म आफै काम गर्छु भन्ने सोचेको थिएँ। यहाँ त 5 दिन के 1 दिन पनि गर्न नसक्ने अवस्था भइसकेपछि दाइसँग सल्लाह गरेर दाइ र मेरो त्यो 2 भाइनाकै सल्लाहमा यहाँ 3 जना मान्छे लगायौँ नि दाइ। 3 जना मान्छे लगायौँ। लगाइसकेपछि आज चाहिँ उहाँहरू कार्य व्यस्तताले आज आउँदैनौँ भोलि आउँछौँ भन्ने कुरा गर्नुभएको रहेछ। अनि मलाई फेरि टाइम भएकै थिएन, हिजो पनि आउँछु भन्ने थिएँ, अस्ति पनि आउँछु भन्ने सोचेको थिएँ। आउनै नपाइसकेपछि आज यसो टाइम थियो त्यही भएर आएको। अध्यक्ष अब अन्तिममा एउटा प्रश्न अध्यक्ष, तपाईँले सामाजिक कर्महरू गर्नुहुन्छ होइन, यति राम्रा कार्यहरू होइन जो अति आवश्यक भन्दा पनि अत्यावश्यक, त्यो चाहिँ बुझ्नेले बुझ्ने हो कि यस्ता कुराहरू। दाइले वर्षौँदेखि 1 वर्षदेखि यस्तो समस्याहरू भोग्नु भएको थियो होइन, उहाँको समस्यालाई कुराहरू हो यस्ता कुराहरू, उहाँको समस्यालाई बुझेको हो, उहाँको समस्या समाधान होस् भन्ने उद्देश्यले लागेको कुरा हो होइन। यही कुरा पनि धेरै मान्छेलाई राम्रो लाग्न सक्छ तर केही एकाधिकलाई चाहिँ म त्यही प्रश्न गर्न चाहन्छु। तपाईँले गर्नुभएको कामको यो सार्वजनिक भएपछि होइन कतिपय अपाच्य प्रतिक्रियाहरू किन आउँछ होला के लाग्छ तपाईँलाई? त्यो त के भयो भने मान्छेको कतिपय मान्छेमा सोच्न सक्ने दिमाग नहुँदो रहेछ होइन। समाजप्रति कस्तो चाहिँ भावना राख्ने, एक अर्काप्रति कस्तो चाहिँ मानवीयता हुनुपर्छ, उसले कस्तो काम गरिराखेको छ, त्यो भित्रको उसको चाहिँ जिम्मेवारी हो कि होइन, त्यो काम गर्ने उसको दायित्व हो कि नै
भन्ने कुरालाई चाहिँ सोच्नै नसक्ने मान्छेहरू हुँदो रहेछन् यो समाजमा। रुन्टीगढीमा तपाईँ जिल्लामा 2वटा महिला वडा अध्यक्ष हुनुहुन्छ, रुन्टीगढीमा तपाईँ 1जना मात्र महिला वडा अध्यक्ष हुनुहुन्छ। मैले तुलना गरेर अरू कसैलाई डोमिनेट गर्न खोजे होइन, तर पुरुष वडा अध्यक्ष गाउँपालिकाको अध्यक्षले गर्न नसकेको काम व्यक्तिगत तवरबाट तपाईँले गर्नु भएको छ कि अध्यक्ष? होइन, भएको कुरालाई भएको भन्नु पर्यो नि त। त्यो हजुरले गर्ने कुरा हो होइन, मैले सबैभन्दा धेरै गरेको छु भन्ने त मलाई लाग्दैन। यो मेरो चाहिँ कोही भन्दा धेरै गर्नु भएको छैन, तर राम्रो गर्ने प्रयत्न गर्नु भएको छ कि तपाईँले थोरै गरे पनि। राम्रो गर्ने प्रयास गरे हो होइन। अर्को कुरा के हो भने आफूले चाहिँ सस्तो लोकप्रियताको लागि गरे होइन, उहाँको नितान्त चाहिँ उहाँको समस्यालाई चाहिँ सम्बोधन गरेको हो। किनकि जसरी हुन्छ उहाँहरूले त आशा गर्ने ठाउँमा छु म होइन, उहाँहरूले आशा राख्ने ठाउँमा छु, उहाँहरूको चाहिँ माग राख्ने ठाउँमा छु। माग राख्दै गर्दा कतिपय मागहरू यस्ता पनि आउँदा रहेछन् कि जो आफूले मनले एकदमै चाहेको तर चाहिँ नीतिगत हिसाबले राख्न नमिल्ने खालको हुँदो रहेछ। त्यो भावनाले त्यो चाहिँ त्यही कुरामा दाइको पनि माग परिसकेपछि मैले यसरी चाहिँ गर्छु भनेर राखे काम चाहिँ अगाडि बढाउन लाग्यो हो सर। जे होस् आज आएर हेर्दाखेरि दाइ सजिलै एकदम फन पनि घुमिया देखेर राम्रो लाग्यो हैन। पहिला यहाँसम्म मात्रै छ भन्नुभएको थियो, यो चाहिँ यताबाट वाल थपिदिनु भयो, यति माथि उठाइदिनु भयो हैन। अहिले त दाइ आफै हिँडिराख्नु भएको छ हैन दाइ, आफै हिँड्नुहुन्छ हैन दाइ होलचेयरमा। अध्यक्ष अब जाँदा जाँदै अन्त्यमा हजुर के भन्न चाहनुहुन्छ? यो तपाईँको कर्ममा हाम्रो सञ्चारकर्मीको भूमिका के रहन सक्छ? कसरी हामीले सपोर्ट गर्न सक्छौँ दाइका लागि, तपाईँका लागि होइन? आम समाजमा हुनुभएका अन्य नागरिकहरूले, कोही व्यापारी हुनुहुन्छ, किसान हुनुहुन्छ, समाजसेवी हुनुहुन्छ, राजनीतिज्ञ हुनुहुन्छ होइन, जनप्रतिनिधिहरू हुनुहुन्छ। तपाईँको यो कर्ममा, यो अभियानमा हाम्रो भूमिका के हुनुपर्छ जस्तो लाग्छ तपाईँलाई? के भयो भने सजिलो हुन्छ अझ पूर्ति गर्नलाई? होइन, यो के हो भने जब कि उहाँको पूर्ति गर्न के गर्नु? उहाँको आवश्यकता पूर्ति गर्नलाई सबैले चाहिँ एउटा पूर्वाग्रही ढङ्गले नहेर्दै हुन्थ्यो जस्तो लाग्छ होइन। मैले उहाँको चाहिँ राम्रो उहाँको सहजताको लागि थालेको यो थालनीलाई कसैले चाहिँ अब यो भिडियो हेरि नसक्ने पनि यो समाजमा मान्छेहरू छन्। तर कस्तो कतिपय त कस्ता पनि हुनुहुन्छ भने यस्तो चाहिँ पुण्य कार्यमा हामीले पनि हातेमालो गर्नुपर्छ है मानवीयता भएको भावना भनेर आत्मैदेखि चाहिँ उहाँहरूले हातेमालो गर्न खोज्नु पनि भएको छ। त्यही भएर मैले सबैलाई के भन्न चाहन्छु भने मैले नितान्त आफ्नो व्यक्तिगत स्वार्थको लागि नभएर उहाँको सहजताको लागि गरेको एउटा सामाजिक कार्य हो। यो सामाजिक कार्यमा हजुरहरू सबै चाहिँ जोडिनुहोस् र जोडिएपछि सक्दो सहयोग गरेर यसलाई चाहिँ सहजै रूपमा दाइलाई भोलि पछिसम्मको लागि दीर्घकालीन रूपमा लागि हामीले चाहिँ उहाँको दैनिकी सहजताको लागि काम गरौँ भन्न चाहन्छु। अर्को कुरा भोलि अब आज त यो कुरा भयो होइन, यो शौचालय बनाउने कुरा भयो। कसैले भन्लान् बाहिर बनाएको भए हुन्थ्यो भन्लान् होइन, बाहिरको ठाउँ कस्तो छ भन्ने कुरा सबै कुरा देखिसक्नु भएको छ। त्यो हुनाले अब यो अवस्थामा यस्तो चाहिँ संरचना बनाउँदाखेरि ठेक्नै नसकिने होइन, आर्थिक भाग पर्ने भावनाले हामीले चाहिँ यसरी बनाउन भनेर गाईलाई बाहिर सार्ने र त्यो गाई बस्ने ठाउँमा दाइले चाहिँ कोठा पनि त्यही हुन्छ, सुत्ने पनि त्यही हुन्छ होइन, र अर्को टोयलेट पनि त्यही हुन्छ भनेर संरचना बनाउँदैछौँ। यसलाई चाहिँ हामीले सहजै अलि हामीलाई पनि सहज होस् भन्ने तरिकाले बनाइएको हो। मैले अघि पनि भने सहयोगको चाहिँ अपिल गर्दछु होइन। अध्यक्ष यो बिचमा हामीसँग रुन्टीगढी गाउँपालिका वडा नम्बर 6 का तत्कालीन नेकपा माओवादी केन्द्रका वडा कमिटीका वडा अध्यक्ष तथा पुराना समाजसेवी अगुवा समाजसेवी रेशम बहादुर विश्वकर्माजी पनि यहाँ आउनु भएको छ संयोगले आउनु भएको छ। उहाँले चाहिँ उहाँ दाइको लागि केही स्वैच्छिक आर्थिक सहयोग गर्छु म भन्नुभएको छ। यहीँ तपाईँ भएकै बेला यो पनि हस्तान्तरण गरौँ न होइन? रेशम उहाँले त यति के देखाउनु पर्यो र भन्नुभएको थियो होइन, एक थुकी सुकी 100 थुकी नदी भन्छन् होइन। यो देखाउनलाई भन्दा पनि सहयोगका कुराहरू, राम्रा कार्यहरू, समाजमा भएका गलत र नकारात्मक कार्यलाई देखाउनु भन्दा पनि सकारात्मक कार्यहरूलाई प्रोत्साहन गरौँ न हामीले। कम्तीमा राहत त मिल्छ नि दाइ तपाईँहरू। मैले अघि पनि भनेको थिएँ होइन,
हो त नि अघि मैले पनि भने उहाँले यति पनि के देखाउनु भन्ने कुरा गर्नुभयो नि तर मन खोलेर दिएको सहयोग भनेको यति र उति हुँदैन क्या होइन सहयोग भनेको स्वेच्छाले सहयोग गर्यो भने 5 रुपियाँ पनि ठुलो कुरा हो एकदम तर उसले मन रुवाएर कसैको दबावमा परेर 1000 रुपियाँ गरोस् त्यसको भ्यालु हुँदैन उसको मन दुखी हुन्छ भने त के को हामीलाई चाहिँ सहयोग खुसीले गरेको सहयोग 1 रुपैयाँ भए पनि त्यो अनमूल्य हुन्छ के अध्यक्षजी हैन त्यही भएर मैले के भने थियो भने लिनुहोस् केही चाहिँ चिया पानी खानुहोला ल उहाँ हाम्रो रेशम बहादुर विश्वकर्माज्यूले अध्यक्षज्यू पनि हेर्नुहुन्छ दाइलाई हस्तान्तरण गर्नु धन्यवाद धन्यवाद है हजुरलाई एकदम राम्रो ल रु 1000 रुपैयाँ नगद ईश्वर रेशम बहादुर विकत अङ्कलले चाहिँ ईश्वर बस्नेत दाइलाई चाहिँ दिनुभएको छ उहाँलाई पनि हामीले क्यामेरामा देखाएको छौँ उहाँलाई पनि सम्मान गरौँ यसरी नै हामीले समाजमा भएका वास्तविक दुखी पीडितहरूलाई एकले होइन थोरै सहयोग गर्यो भने पनि वडा अध्यक्ष तुलसी पुनले जसरी यो यत्रो परिणाम निकाल्नु भएको छ अझ थप निकाल्दै हुनुहुन्छ यस्तो कुराहरूमा चाहिँ राहत मिल्न सक्छ नि अध्यक्ष पैसा भनेको 500,000 रुपैयाँ पैसा रक्सी खाने मान्छेले पनि सकिया हुन्छन् होइन अनावश्यक कुरामा खर्च गरिराखेका हुन्छ मान्छेले कम्तीमा 100 रुपियाँ मात्रै पनि दिन सक्यो भने दुखी पीडितहरूले त ठुलो उद्धार हुन सक्छ नि अध्यक्ष धेरै सहयोग हुन्छ नि धेरै ठुलो सहयोग हामीले संस्कार कस्तो बसाल्ने समाजमा भन्ने हो के तर तपाईले जुन अभियान चाल्नु भएको छ अध्यक्षज्यू यो एकदम सकारात्मक लाग्छ कि मलाई हाम्रो दर्शकले पनि यसको मूल्याङ्कन गर्नुहुनेछ मैले यो भन्दा पहिला पुलको भएको थियो नि पुलको चाहिँ जनश्रमदानबाट राज्यले नसकेको काम तपाईहरुले स्थानीय तहबाट त्यसमा बजेट हालेर बनाउन सक्ने स्थिति पनि थिएन छैन हैन माथिबाट एउटा कोडिङ भएर आएको थियो विनियोजित भएर आएको थियो शीर्षकै त्यो पुलको त्यो कटौती भएर गइसकेपछि हामी बाध्य भएर यहाँका चाहिँ स्थानीयलाई आवत जावतमा सहज होस् भनेर बनाएको एउटा योजना थियो एकदम सक्सेस भयो हामी खुसी छौँ हैन धेरै सहज भएको छ अहिले बर्खामा कुनै पनि पैदल यात्री र बाइक यात्री त्यो बाटोमा यात्रा गर्दाखेरि रानीबास खोलाको केसमा चाहिँ रुन परेन पछिको जस्तो प्रतापित हुन परेन धेरै समस्या यातना भोग्नु परेन धेरै राम्रो हो नि अध्यक्ष त्यसैगरी अब यसले पनि राम्रो चाहिँ नतिजा ल्याउँछ भन्ने कुरामा म विश्वस्त छु हैन किनकि यहाँको चाहिँ लगानी हैन मान्छेले देख्दाखेरि यति सानो छ भन्ने होला तर दाइको लागि त धेरै तर मलाई म गर्नेको लागि र दाइले उपभोग गर्नेको लागि ठुलो कुरा हो हामीले ठुल्ठुलो भाषण गर्नु भन्दा एकजना मान्छेको मात्रै समाजमा भएको एकजना मात्रै दुखी पीडित मान्छेको जीवनमा परिवर्तन ल्याउन सकियो भने त्यो सबैभन्दा ठुलो काम हो जस्तो लाग्छ मलाई हामीले हेर्ने नै त्यही हो हामी त अब धेरै ठुलो पहुँचमा पनि छैनौँ होइन अर्को कुरा पहुँचमा भएर गर्ने र नभएर नगर्ने कुरा पनि होइन यो सामाजिक सद्भावका कुरा हुन् होइन त्यो भावनाले विगतमा पनि सामाजिक कार्य मैले सकेको जति गरेकै थिएँ अहिले आएर पनि आफ्नो काम कार्यक्षेत्र एकतिर हुँदै पनि मैले यस्ता कुराहरूलाई चाहिँ ध्यान दिँदाखेरि मलाई के लाग्छ भने म यसमै चाहिँ सन्तुष्टि हुन्छु के खुसी मिल्छ तपाईलाई मलाई जसरी चाहिँ आफ्नो सहयोगले आफूले गरेको कार्यप्रति अरू चाहिँ 10 जनामा 1 जना रोस् 9 जनाले चाहिँ राम्रो छ है भन्ने भयो भने मलाई आत्मसन्तुष्टि त्यसमै मिल्ने हो त्यो भावनाले दाइको यहाँको चाहिँ कार्य गर्न अझ तपाईलाई चाहिँ त्यसले एकदमै प्रेरणा दिन्छ हैन मैले सोचेको थिएँ कतिपय मान्छेसँग भनेको छु यो वर्षको श्रमदान यो हो अर्को आउँदो वर्षको श्रमदान यो अर्को आउँदो वर्ष यो हुन्छ है भन्ने कुरा पनि एकाध व्यक्तिसँग गरेको छु बनाइसक्नु भएको छ हैन अब श्रमदान मार्फतै समाज रूपान्तरण गर्नुपर्छ राज्यको मात्र मुख ताकेर भएन हो वडा अध्यक्ष जस्तो एउटा जिम्मेवार जनताको मत लिएर ठाउँमा पुगिसकेपछि राज्यको मुख ताक्ने मात्र परिपाटीले त यो समाज नबन्दो रहेछ भन्ने फिल तपाईलाई भयो एकदमै अनुभव भइसक्यो हैन राज्यको मुख ताकेर के भयो भने अहिले त हेर्नुहोस् यो समाज त श्रमदान भन्नेबाट शून्य अवस्थामा छ के शून्य लेभलमा छ नि यस्तो बेलामा पनि त्यसरी सयौंको संख्यामा श्रमदानमा मान्छे जुटाउन सक्नु र त्यो कार्यको त्यो योजनाको छनौट गर्न सक्नु भनेको मलाई लाग्छ यो त मेरो लागि इतिहास हो इतिहास भयो त्यो एउटा त्यो भयो हैन एउटा यो मेरा लागि चाहिँ सधैँ मेरा चाहिँ जिउने एउटा आधार एउटा सम्झिन लायकका कुरा एउटा मेरो चाहिँ मैले जिन्दगीमा के गरेँ भन्ने खाका मध्येका यिनी पनि एक हुन् त्यो भावनाले अध्यक्ष अब तपाईले जुन खालको सामाजिक कार्यहरू उत्थान गर्नु भएको छ दुखी पीडितका घाउहरूमा मलम पट्टी गर्ने एउटा हैन प्रयास गरे हिम्मत गर्नु भएको छ प्रयास त्यसपछि सबभन्दा पहिला हिम्मत गर्नु भएको छ जोखिम मोल्नु भएको छ थुप्रै आलोचनाहरू आउन सक्छन् त्यसलाई सहने त्यसलाई स्वीकार गर्न सक्ने ग्रहण गर्न सक्ने त्यो सामर्थ्य राख्नु भएको छ हैन अनि त्यसपछि अझ ठुलो कर्म भनेको दुखी पीडितहरूको
होइन जीवनमा कसरी सरलता लिन सकिन्छ भन्नेतिर लाग्नु भएको छ। यो एकदम महान कर्म हो जस्तो लाग्छ, सुन्दा सामान्य सुन्ने पनि एकदम महान कर्म हो जस्तो लाग्छ होइन। अन्तिममा समय दिनुभयो हामीलाई पनि यो पुण्य पवित्र महान कर्ममा यसरी दर्शकहरूमा यो विषयवस्तुलाई प्रेरणाका स्वरूप आम दर्शकहरूलाई पनि एउटा मनमा सकारात्मक भाव पैदा गर्न सक्ने एउटा विषयवस्तु साझा गर्ने अवसर दिनुभयो, त्यसको लागि ईश्वर दाई तपाईँलाई पनि म आफ्नो स्वास्थ्यको राम्रो ख्याल गर्नु होला भन्दै समय दिनुभयो, धन्यवाद। वडा अध्यक्षज्यूलाई पनि धन्यवाद। आइदिनु भयो त्यसको लागि पनि धन्यवाद। धेरै धेरै धन्यवाद। नमस्कार। नमस्कार।